Hello साथीहरू, hello it's me Priscilla Gurung from Dading BC Dading अनि welcome back to my mini vlog. आज चाहिँ म mini vlog बनाउन जाँदैछु अनि म चाहिँ चट्ट लाएर मुख धोएर आएँ। अघि चाहिँ म सुतेर उठेको थिएँ अनि त्यही भएर मुख सुख धोएँ अनि अघि खाजा खाएँ मुख धोएर अनि त्यसपछि म चाहिँ अहिले चट्ट लाएर यो क्रिम सिम लाएर क्रिम भन्नाले मैले यो के भन्छ यो निभियाको यो क्रिम चाहिँ मैले एज अ मोइस्चराइजरको रूपमा युज गर्छु क्या। अनि यो चाहिँ मेरो बुवाले ल्याइदिनु भएको अनि त्यो मोइस्चराइजरको क्रिमहरू जस्तो चाहिँ मलाई सधैँ बाबाले ल्याइदिनुहुन्छ अनि त्यही नै मैले युज गर्छु। अनि त्यसपछि मैले यो सनस्क्रिन लाउन थालेँ। अनि आज चाहिँ फ्राइडे थियो होइन, म कलेज पनि गएन अनि आज एउटा बहिनीको के भन्छ त्यो परिचय पत्र बनाउनु थियो कि अनि त्यही भएर बहिनीसँग गएको त अनि यस्तो के भन्छ एकदमै गलेछ अनि सुतेको त 3:30 तिर बिउजेको नि म त बिउजेर खाजा खाएर अनि मुख धोएर अनि अहिले चाहिँ त मैले अनुहारमा के भन्छ लाउँदैछु सनस्क्रिन। मैले लाउने भने यति नै हो, जहाँ गए पनि जे गरे पनि यति नै हो, चट्ट लाएर अब चाहिँ म चाहिँ आज यसो के भन्छ भ्लग मतलब यस्तै भिडियो बनाउँछु भनेर बनाउँदै थिएँ है। अन्त म त ढिलो भइसकेछ भने छिटो गरेँ अनि कपाल चाहिँ मलाई हेरिसा चाहिँ मलाई बनाउन आउँदैन के, जहिले यसो हल्लागुल्लु गऱ्यो बान्यो के भन्छ काँटाले कपाल देखायो अनि चट्ट ब्याग बोकेँ बाइबल साइबल हालेर अनि गएँ। अनि म ढिलो भयो कि भनेको त गणेश दाइ अन्त अनि आई त दिदीहरू पनि भाउजू हो अहिले त भाउजू आउँदै रहेछ अनि उनीहरूसँगै आएँ अनि पछि दाइले लिची पनि दिनुभयो, म चाहिँ लिची पनि खाएँ मैले अघि देखाएको। अनि बाटोमा हिँड्दैछ एकदमै ढिलो भइरहेको थियो, रसमा गएको थियो, अर्काले गीत नै आधी भइसक्यो। अनि यो चाहिँ सङ्गति प्रसाद हो, हाम्रो मम छल्तीले चाहिँ उता के भन्छ सलेन्टार आरुघाटबाट चाहिँ यो लिची पठाउनु भएको रहेछ हामी जवानहरूलाई। अनि हामी चाहिँ खाँदै अनि गीत प्र्याक्टिस गर्दै थियौँ अनि ल तल गएर खाँदै गीत प्र्याक्टिस गरौँ न त नि भन्नुभयो होइन दाइले। त्यसपछि हामीहरू चाहिँ खाँदै यसरी गर्दैछौँ, गीतहरू प्र्याक्टिस गर्दैछौँ। अनि ममलाई चाहिँ धेरै धेरै धन्यवाद यहीँबाट हाम्रो ममलाई। अनि हाम्रो अभिषेक चर्च धादिङ बेसीले चाहिँ के भन्छ जवान सङ्गति सके पश्चात चाहिँ हामी गीत प्र्याक्टिस गर्छौँ क्या। अनि त्यही नै बेला चाहिँ हामी यसरी गीत दाइले चाहिँ गीत पनि गाउँदै हुनुहुन्छ। अनि लिची यस्तो मिठो थियो, सबैजना लिची खाँदै थियो, म चाहिँ खाँदै पनि गीत पनि गाउँदै पनि थिएँ।